आज मलाई यो 3टा केकको अर्डर आएको छ। एउटा चाहिँ कार केक, अरू 2टा चाहिँ नर्मल केक हो। कार केकको चाहिँ आइसिङ र आउटलाइन गरिसकेको छु। यहाँ कार केकमा डिजाइन दिँदैछु टुक्लुक टुक्लुक गर्दै सबैतिर। कार केक बनाउन अलिक गाह्रै हुन्छ अनि टाइम टेकिङ पनि हुन्छ। अब चाहिँ व्हाइट क्रिमले पनि टुक्लुक टुक्लुक गर्दै डिजाइनहरू दिँदैछु र डिजाइन दिइसकेपछि कारको चक्का बनाइदिँदैछु ओरियो बिस्कुटले र हाम्रो कार केक चाहिँ यस्तो भएको छ। अनि अर्को केक चाहिँ आइसिङ गर्दैछु। यो केक 1.5 पाउन्डको केक हो। यो अर्को केक पनि आइसिङ गर्दैछु। यो चाहिँ 1 पाउन्डको केक हो। आइसिङ गरिसकेपछि अर्को केकमा हल्का क्रिम ठाउँ ठाउँमा हालेर केकलाई कलरफुल बनाएँ अनि तल र माथि क्रिमले डिजाइन बनाइदिएको छु र अर्को केकमा नि पिङ्क कलरको क्रिम ठाउँ ठाउँमा हालेर यो केकलाई पनि कलरफुल बनाएको छु। अनि त्यही क्रिमले 2टा फ्लावर बनाएँ अनि साइड साइडमा सानो सानो फ्लावर बनाइदिएको छु र येलो कलरको क्रिमले फ्लावरहरूको बिचमा हालेर डिजाइन बनाइदिएको छु अनि लास्टमा 2टै केकमा ह्याप्पी बर्थडे लेखिदिएको छु। कस्तो लाग्यो तपाईहरुलाई आजको केकको डिजाइनहरू? कमेन्ट गरिदिनु होला। धन्यवाद।